तपाईँ सिङ्गिङ गर्नुहुन्छ होइन, दादाहरूले सुनाइराख्नु भएको थियो मलाई अस्तिदेखि होइन। हजुर हजुर सिङ्गिङ गर्नु छ। अब मैले आफैले चाहिँ छेउमै बसेर सुनेको चाहिँ छुइनँ कहिले पनि तपाईँको आवाज होइन। मलाई आतुर भइरहेछ कि एकदम क्या तपाईँको त्यो गीतहरू त्यो दादाहरूले अस्तिदेखि भनिराख्नु भएको थियो नि त। सबैभन्दा सुरुमा हामी त्यो धेरै कुरा नगरिकन सुरुमा एउटा गीत चाहिँ सुन्नु मन लागेको थियो कि तपाईँ सुनाउनु चाहनुहुन्छ कि अब कि अलिक पछि सुनाउँछु भन्नुहुन्छ कि अहिले सुनिहाल्नुहुन्छ कि? मलाई चाहिँ अहिले नै सुन्नु मन लागिहालेको थियो क्या तपाईँको गीत। होइन ठिकै छ, तपाईँले भनिहाल्नु भयो होइन, ठिकै छ त। हुन्छ, एउटा तपाईँको फेभरेट एउटा गीत सुनाइदिहाल्नु। मलाई अघिदेखि सुन्नु मन थियो कि अघि म बाहिर हुँदा पनि तपाईँहरूले भित्र त्यो गाइराख्नु भएको थियो नि त। हजुर मजाले बसेर सुन्नु मन लागिरहेको थियो क्या, सुनाइदिनु न एउटा। हुन्छ। छालहरू हो छालहरू आएर मलाई भिजाएर जाऊ, छालहरू हो छालहरू आएर मलाई भिजाएर जाऊ, म किनारमा उभिएको छु, म किनारमा उभिएको छु, छालहरू हो छालहरू। अझै यति नै हो? म त अझै सुन्नु मन लाग्यो। यो पछाडि छ भने सुनाइदिनु न। ठिकै छ, अर्को सुनाउनु त। होइन यही गीत। थकित छु उदास छु मनभरि पीरले, थकित छु उदास छु मनभरि पीरहरूले थिचिएको छु, छालहरू हो छालहरू। साह्रै राम्रो, साह्रै राम्रो। म त एकदमै मन पर्यो। हजुरको यो सिङ्गिङ स्टार्ट गर्नुभएको चाहिँ कति भयो हजुरले? मेरो चाहिँ पहिलादेखि नै अब भनौँ न गाइरहने बानी होइन, पहिलादेखि नै सङ्गीतमा जे होस् रुचि नै थियो। अहिले ठ्याक्कै कति वर्ष पुग्नुभयो तपाईँ? ठ्याक्कै अहिले म 30 वर्ष जति पुगेँ। गाउनु थाल्नुभएको चाहिँ कति वर्षदेखि? गाउन थालेको त धेरै भएको छैन, 3-4 वर्ष भयो। 3-4 वर्ष। हजुर। तपाईँलाई त्यो एउटा म पछि गएर यो बन्छु भन्ने एउटा सोच हुन्छ नि मान्छेहरूको एउटा तपाईँको चाहिँ सिङ्गिङ नै हो? हजुर, सिङ्गिङ नै हो, सिङ्गिङ नै गर्छु भन्ने सोच छ। सिङ्गिङबाट म केही गर्छु भन्ने सोच छ। हजुर हजुर। यदि तपाईँ कुनै एउटा अडिसनमा सिङ्गिङको अडिसनमा जानुभयो होइन? हजुर। अनि यदि तपाईँ त्यहाँ टिभी राउन्डको लागि सेलेक्ट हुनुभयो भने कतिको खुसी हुनुहुन्छ होला त्यतिखेर? त्यस्तो छेडमा त धेरै धेरै खुसी, धेरै ह्याप्पी। त्यहाँभन्दा खुसीको टाइमै हुँदैन। तपाईँलाई सिङ्गिङ सोमा जानु एकदमै रुचि छ होइन त? हजुर हजुर। यदि तपाईँ भोलिको दिनमा गएर तपाईँ ठुलो सेलिब्रिटी हुनुभयो भने, एकदमै ठुलो सिङ्गर हुनुभयो भने, हजुर, हामी यस्तो नर्मल चिनजानको दाजुभाइहरूसँग यसरी बोल्नुहुन्न होला है? होइन बोल्छु नि, किन नबोल्नु। तपाईँको यस सिङ्गिङको लागि चाहिँ अलिकति ढिलो भएको जस्तो फिल भएको छ कि छैन तपाईँलाई? मतलब मैले ढिलो सुरु गरेँ होइन? ढिलो सुरु गरेँ, ढिलो धेरै फिल भएको छ। ढिलो सुरु गरेँ, अझ तपाईँले क्लास चाहिँ लिनु भएको छ नि? यो क्लास चाहिँ लिएको छैन। क्लास लिनु भएको छैन? क्लास लिएको छैन। अनि यति क्लास लिएको छैन, घरमै प्र्याक्टिसहरू गर्छु होइन, घरमै सामानहरू छ सबै थोक। यति राम्रो तपाईँको भोकल छ अनि तपाईँले त झन् क्लास लिनुभयो भने त झन् माथि जानुहुन्छ होला तपाईँ त। हजुर, क्लास चाहिँ लिनु पर्ने रहेछ भन्नु न। तपाईँलाई एउटा प्लेटफर्मको खाँचो छ मेरो विचारमा। हजुर हजुर। तपाईँले कुनै एउटा प्लेटफर्म पाउनुभयो भने चाहिँ तपाईँले प्लेटफर्म पायो भने केही चान्स मौका पायो भने केही गर्ने छु भन्ने मनमा हौसला छ। तपाईँले फाड्नुहुन्छ त्यो अडिसनमा तपाईँले, किनकि अब क्लास लिएको मान्छेले चाहिँ यति गाउँदाखेरि ठिकै हो भन्ने टाइपको सुनिन्छ होला होइन? हजुर। तर क्लास नलिकन
यति खतरा गाउनु भयो तपाईँले होइन। हजुर अब मेरो लागि चाहिँ अब अरू अरू सिङ्गरहरूको लागि खतरा नहोला होइन, म त सिङ्गर होइन, मलाई त्यस अलिक थाहा पनि छैन होइन। हजुर अब हामी अलिकति नजान्नेहरूको लागि चाहिँ हो कि कस्तो के हो, तर मेरो नजरमा चाहिँ एकदमै खतरा लाग्यो क्या तपाईँको भोकल, राम्रो लाग्यो क्या मलाई। त्यही भएर पनि मैले अस्ति दादालाई भनिरहेको थिएँ त्यस्तो सिङ्गिङमा कोही छ भने भन्नु भनेको, दादाले पनि राम्रो छ त्यो भाइको भोकल, त्यो भाइसँग बरु गर होइन, त्यो भाइलाई पनि एउटा प्लेटफर्म जस्तो हुन्छ होइन, कोही मान्छेले चिन्छ होइन, राम्रो हुन्छ, भाइ अगाडि बढ्नु खोजिरहेको छ भन्नुहुँदै थियो क्या। हजुर हजुर। अनि त्यही भएर प्लिज ल्याइदिनु दादा, प्लिज ल्याइदिनु भनेको क्या मैले। आज यहाँ आएर यसरी पोडकास्ट दिनु पाउँदा तपाईँलाई कस्तो फिल भइरहेछ? धेरै राम्रो लागेको छ, खुसी लागेको छ होइन। आज यहाँ तपाईँकोमा आएर 2-4 शब्द बोल्न पाउँदाखेरि मनको कुराहरू गर्न पाउँदा खुसी लागेको छ। खुसी लागेको छ। अनि हजुरलाई चाहिँ दादाले कति दिन अगाडि भन्नुभएको थियो यस्तो यस्तो पोडकास्ट छ यसरी बोल्नु? दाइले मलाई पहिलेदेखि नै भनिराख्नु भएको थियो भन्न चाहिँ, जानुपर्छ भाइ, एक दिन गएर बोल्नुपर्छ, आफ्नो दुःख सुख मनको कुराहरू गर्नुपर्छ भनेर भन्नुभएको थियो। दाइले सुरुमा भन्नुभएको हो कि त्योभन्दा अगाडि तपाईँले यो भिडियो हेरेर चाहिँ दाइसँग कनेक्ट हुनुभयो? होइन, दाइले सुरुमा भन्नुभएको हो, सुरुमा भनेर अहिले पछि दाइको भिडियो पनि हेरेँ होइन, तपाईँको पनि हेरेँ। हजुर, दाइले सुरुमा भन्नुभएको। तपाईँ मेरो उमेर अलिकति ढल्किसक्यो होइन, हजुर, सिङ्गिङमा म के गर्छु भनेर सोच्नु भएको छ नि त। हजुर हजुर। अब त्यसको लागि चाहिँ अलिकति स्ट्रगल पनि हो, हार्डवर्क पनि हो होइन। त्यो सँगसँगै तपाईँले, किनकि अहिलेको समयमा त टप भइरहेछ नि, तपाईँ जस्तो राम्रो सिङ्गरहरू होइन, तपाईँभन्दा अझ राम्रो सिङ्गरहरू धेरै छ, तपाईँ पनि राम्रो हुनुहुन्छ, तपाईँको भोकल राम्रो छ होइन, तपाईँले एउटा प्लेटफर्म पाउनु बाँकी नै छ होइन। हजुर। तपाईँभन्दा खतरा राम्रो क्लास लिएर होइन, अहिले त अहिलेको समयमा त एकदम शिक्षितहरूको जमाना हो नि त होइन। हजुर हजुर। यो जमानामा चाहिँ क्लासहरू लिएर कुनै पनि कुराको कोर्स नगरिकन अगाडि बढ्नु गाह्रो छ नि त होइन। गाह्रो छ। त्यो सँगसँगै मेहनत पनि छँदैछ, तपाईँमा चाहिँ मेहनत धेरै छ क्या, मेहनत छ, तर तपाईँमा चाहिँ एउटा क्लास, त्यो सँगसँगै एउटा क्लास तपाईँले एउटा जोइन गर्नुभयो भने चाहिँ तपाईँले छोटो समयमा धेरै राम्रो गर्नुहुन्छ जस्तो लाग्यो क्या मेरो विचारमा। क्लास लिने के त्यस्तो सोचहरू बनाउनु भएको होइन तपाईँले कहिले? क्लास लिने सोच पनि बनाउनु चाहिँ एकचोटि, तर आफ्नो आर्थिक स्थिति कमजोर भएको कारणले गर्दाखेरि होइन, अब सबैतिर हेर्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ अलिकति पछाडि परेको हो भनौँ न। डाइरेक्ट भन्नुपर्दाखेरि तपाईँलाई क्लास लिनु मन छ होइन, सिङ्गिङमा अगाडि बढ्नु मन छ। हजुर। तर अब पैसा मेन भन्दाखेरि पैसा हो, पैसा नभएको त केही पनि हुँदैन होइन। यदि तपाईँसँग पैसा भयो भने तपाईँ क्लास लिनु रेडी हुनुहुन्छ? क्लास लिने रेडी छु म होइन। कतिपय मान्छे यस्तो हुन्छ नि त, पैसा छ, मलाई मन पनि छ होइन, तर पनि म क्लास लिँदिनँ, आफै प्र्याक्टिस गरेर आफ्नै दममा म गरेर देखाउँछु भन्ने सोच हुन्छ, त्यस्तो चाहिँ हो कि होइन तपाईँको? मेरो त्यस्तै चाहिँ होइन, म अब क्लास लिन पाउँदाखेरि क्लास लिने, राम्रो गर्ने, अब सिकेरै गर्दाखेरि राम्रो हुन्छ भन्ने कुरा छ होइन। तपाईँको ब्याकग्राउन्ड, फ्यामिली ब्याकग्राउन्ड चाहिँ कस्तो छ? फ्यामिली ब्याकग्राउन्ड स्ट्रङ, मतलब अलिकति मलाई चाहियो 1-2 पैसा म सिङ्गिङको लागि खर्च दिनु भन्दाखेरि दिने खालको हुनुहुन्छ कि अलिकति गाह्रै? अलिकति गाह्रै छ। हजुर, गाह्रै छ। बाबा के गर्नुहुन्छ हजुरको? बाबा घरमै बस्नुहुन्छ, यताउति छ घरको काम होइन, त्यही गर्नुहुन्छ। त्यही भएर पनि अब हजुरले चाहिँ सिङ्गिङ सँगसँगै बाँकी अरू के काम चाहिँ के गर्नुहुन्छ? सिङ्गिङ सँगसँगै अब म कुक डिलरमा काम गर्दैछु अहिले चाहिँ हाल। हजुरको यदि भन्नु मिल्छ भने सेलेरी चाहिँ मिल्छ भने मात्रै भन्नु। सेलेरी धेरै छैन, 1500-16,000 छ भनौँ न। घरबाटै धाउनुहुन्छ कि? घरबाटै नजिकै छ, घरबाटै धापै, घरबाटै आउने। सिङ्गिङ प्र्याक्टिस चाहिँ कतिखेर गर्नुहुन्छ हजुर? प्र्याक्टिस म तपाईँको बिहान एकपल्ट गर्छु, ड्युटीबाट आएपछि एकपल्ट गर्छु। डेली? यो चाहिँ डेली कन्टिन्यू गर्छु, घरमा सबै सामानहरू छ होइन, कन्टिन्यू गर्छु, किनेर राखेको सामानहरू भन्नाले त्यो माइकहरू भनौँ न, माइक डेकहरू। तपाईँको गीत रेकर्डहरू पनि गर्नु भएको छ? गीत रेकर्ड चाहिँ मैले गरेको छुइनँ, अब यस्तो प्रोग्राम हुँदै दाइहरूले, चिनेको दाइहरूले बोलाइदाखेरि गइदिन्छु, 2-वटा गीत गाइदिन्छु होइन, यस्तो मेला सेला कन्सर्टहरूमा। अहिलेसम्म कतिवटा यस्तो कन्सर्टहरूमा गाउनु भयो तपाईँले स्टेजमा चढेर? मैले अहिलेसम्म 4-5वटा कन्सर्टमा गाइसकेँ। जोस जाँगर छ? हजुर, जोस जाँगर, कन्फिडेन्स छ भनौँ न। अब स्टेजमा गएपछि त्यस्तो डर लाग्ने उयो गर्ने छैन होइन, एकदम आफूलाई उयो छ, गाउँछु सक्छु भन्ने एउटा क्षमता छ। एउटा हाम्रो
सिङ्गिङ के भयो अघि तपाईँले के युनिभर्स भन्नुभयो नि भोइस युनिभर्स त्यसको अडिसन आउँदैछ अहिले त्यसको अडिसन सिजन अडिसन दिनेवाला हुनुहुन्छ तपाईँ दिनेवाला छु अडिसन सिजन 2 चाहिँ 2 गते र 3 गते बिर्तामोडको ग्रिनफिल्ड वाल स्कुलमा छ हजुर तपाईँले फर्म भरिसक्नु भयो कि त्यही दिन भर्नुहुन्छ फर्म त्यही दिन भर्दा पनि मिल्छ त्यही दिन भर्ने हो हैन गएर फर्म भर्ने फोटोसोटो टाँसिदिन्छ त्यतिखेर अनि गर्ने हो भनेपछि तपाईँ अडिसन दिँदै हुनुहुन्छ त्यत्रो ठुलो सो त्यो त तपाईँ विनरलाई त 1 करोड पो छ त त्यो धेरै धनराशि भएको सो अहिलेकै सर्वाधिक धनराशि भएको सो विनरलाई 1 करोड छ सिजन 1 मा नि 1 करोड दिएको सिजन 1 मा 1 करोड दिएको थियो हजुर 1 करोड छ त्यहाँ डान्समा पनि मेरो साथीहरु छ नि त डान्स पनि सँगसँगै छ डान्स पनि सिंगिङ पनि हो नि त त्यहाँ हजुर धेरै राम्रो प्लेटफर्म छ गर्न सक्यो भने एकदमै राम्रो प्लेटफर्म हो नि त्यो त एकदमै राम्रो प्लेटफर्म छ सिजन 1 राम्रै भयो आफूले अब स्ट्रगल गर्नुपर्छ आफूले अब कतिको गर्दाखेरि आफूको हातमा छ हैन मैले अघिदेखि त्यो तपाईलाई सिंगिङ क्लास के भनिरहेको थिएँ नि त्यो भन्नु सोध्नुको कारण चाहिँ के हो भन्दाखेरि यदि तपाईलाई एउटा हेल्प गर्ने मान्छे चाहिएको नि त हैन सपोर्ट गर्ने मान्छे तपाईलाई अगाडि बढ्नु मन छ तर पनि पैसाले अलिकति गाह्रो छ भनिराख्नु भएको थियो नि त हजुर यदि तपाईलाई भाइ अगाडि बढ्नुस् तपाई भोकल सिक्नुहोस् तपाई हैन राम्रो क्लास लिनु म सपोर्ट गर्छु भनेर कोही मान्छे निक्लिदियो भने एक्सेप्ट गर्नुहुन्छ त्यो कुरा एकदम एक्सेप्ट गर्छु गर्नुहुन्छ एकदम अनि फेरि तपाईले अघि भन्नुभयो म काम गर्छु हजुर 15000 स्यालेरी छ भन्नुभएको छ हजुर थोरै 15000 धेरै त हैन तर पनि तपाईले त्यहाँबाट मेन्टेन त गर्न सक्नुहुन्थ्यो नि त तपाई त एउटा एकदमै ठुलो सोच भएको मान्छे म सिंगिङबाट के गर्छु अरु गर्ने जस्तो सिंगिङ नगर्नु भएकोमा म विदेश जान्थे अथवा कुनै काम गरेर म करियर बनाउँथे भन्ने ठाउँमा चाहिँ तपाईले त्यो सिंगिङलाई हाल्नु भएको छ नि त त्यसको लागि तपाईले महिनामा 1-2 हजार त खर्च गर्न सक्नुहुन्थ्यो नि त हैन र हो यस्तो पनि अब भनौं न अब सिक्न मन पनि छ हैन अब यो समयले साथ नदिएको अब के हो भएको भनौं न अब बुझौं न समयले साथ नदिए हजुर त्यही भन्नुहुन्छ हजुर तर समय भन्दा पनि आफूमा भर पर्ने कुरा हो नि त हो आफूले चाह्यो भने त सकिन्छ नि त समय त हामीसँग धेरै छ त फेरि समय भन्दा पनि हामी चाहिँ दोष होइन जस्तो लाग्छ मेरो विचारमा समय त हामीसँग धेरै छ 24 घण्टा छ नि दिनमा हजुर मान्छेहरु त्यहाँ त तपाईले जस्तो मेरो एक्सपिरियन्समा हो म पनि एक दुईवटा रियालिटी शोहरुमा गएको हो नि त डान्सको क्षेत्रमा म डान्सिङ गर्थे पहिला अहिले चाहिँ अलिकति छोड्दै गए हैन धेरै समस्याहरु आएको भएर मेरो पनि सेम त्यही हो त्यो समस्या आएको थियो तर पनि त्यतिखेर मैले चाहेको भए म सक्थे तर मैले चाहिन के त्यतिखेर मलाई गाह्रो चाहिँ थियो त्यो गाह्रोलाई पनि अझै पनि म त्यो गाह्रोलाई पक्रेर हिँड्नु सकेको म सक्थे गर्न सक्थे धेरैले गरिरहेछ मेरो साथीले अहिले पनि हैन हजुर तर मैले थोरै म अलि झस्किए हैन थोरै भए पनि अलिकति म पछि हटे त्यो भएर म अहिले मेरो साथीहरु जुन लेभलमा छ त्यो लेभलमा छैन चाह्यो भने चाहिँ हुने रहेछ भन्ने खालको मैले एउटा तपाईलाई एउटा मोटिभेट भए पनि अथवा तपाईले कुन तरिकाले लिनुहुन्छ यो कुरालाई हैन मैले त्यसरी तपाईलाई सजेसन गराउन खोजेको हो के भन्न चाहनुहुन्छ कतिपय मैले देखेको साथीहरु चाहिँ आफै पनि स्ट्रगल गरेर हैन थोरै पैसा कमाएर हैन थोरै पैसा कमाएर आफूले चाहेको छ भने चाहिँ त्यो कुरालाई म पक्रेर जान्छु 2000-3000 त म खर्च गरेर भयो नि मेरो करियरको लागि चाहिँ अगाडि बढ्छु भन्ने सोच हुन्छ के कति तपाईले पनि त्यस्तो गर्नुभयो भने चाहिँ अझ छिटो तपाई माथि पुग्नुहुन्छ कि हामीले आगामी दिनमा 1 वर्ष अथवा 1.5 वर्ष भित्र तपाईलाई ठुलो सेलिब्रिटीको रूपमा पो देखिन्छ कि भन्ने सोच हो के मेरो चाहिँ तपाईको लागि चाहिँ मैले राम्रो बनाए के खासमा मैले त्यसरी पनि गर्न सकिन्छ कि जस्तो लाग्यो हैन कतै तपाईको सोचमा त्यस्तो कुरा नआएको कि आफ्नो मेहनतमा भर पर्छ हैन मेहनत गर्दै गर्नेछु भन्ने आशा छ एकदम हजुरलाई एकदमै शुभकामना छ मेरो तर्फबाट तपाईले ट्याटु पनि हाल्नु भएको छ साच्चै हजुर यता माथिसम्म छ हजुर माथिसम्म छ एकपल्ट देखाउन मिल्छ भने क्यामेरामा देखाइदिनु न दामी रहेछ त ट्याटु त यार म त अहिले पो देखेँ त्यो अघि मुनि राख्नु भएको थियो नि त अघिदेखि हात तपाईले अघिदेखि मुनि हात राख्नु भएको थियो त्यही भएर मैले याद नगरेको रहेछ क्या कति भयो तपाईले यो ट्याटु हान्नु भएको 1-2 वर्ष भयो ट्याटु गर्नु सोख रहेछ नि तपाईलाई हजुर अलिकति नजिकबाट यति नजिकबाट देखाइदिनु क्यामेरामा यसो देखोस् न हैन
यत्तिकै जोस जागर भएको मान्छे हुनुहुन्छ है उहाँ आफूले चाहेको कुरामा चाहिँ पक्रिहाल्ने मान्छे हुनुहुँदो रहेछ है अब यो सँगसँगै मैले यस्तै जागर चाहिँ तपाईँले सिङ्गिङमा देखाउनु भयो झन् खतरा हुन्छ क्या देखाइराख्नु भएकोलाई मैले नदेखेको होला होइन देखाइरहेको छु गरिरहेको छु होइन मैले नदेखेको होला होइन अझ त्यसलाई अझै इफोर्ट लगाउनु भयो भने तपाईँले एकदमै माथि पुग्नुहुन्छ जस्तो लाग्यो तपाईँको भोकल सुन्दा चाहिँ मलाई एकदमै दामी लाग्यो क्या अस्ति दादाले एउटा सुनाउनु भएको थियो क्लासिकल सानो तपाईँले त्यो रेकर्ड गर्नुभएको होइन त्यो एकदम राम्रो लाग्यो क्या म त्यही सुनाउँछु एक लाइन सुनाइदिन्छु नि त हजुर हाम्रो डान्सिङ क्षेत्रमा पनि त्यो क्लासिकलबाट सुरु गरेछ भने चाहिँ डान्सरहरू राम्रो छिट्टो पक्रिन्छ भन्ने एउटा छ क्या सिङ्गिङमा त्यस्तो छ क्या एकपल्ट सुनाइदिनु नि त्यो क्लासिकल सा नि सा प नि सा ग म प ग म प नि प म प ग म सा प म प स म ग म सा ग सा नि सा प नि सा ग है उजितेर गई या हरेर गई नतीजा आफैतिर पारेर गई उजितेर गई या हरेर गई नतीजा आफैतिर पारेर गई हिजो निम्तदी बाँच्न दिलमा हिजो निम्तदी बाँच्न दिलमा आज काँडै तरले बारेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई कस्तो यार अरूलाई कस्तो कमेन्ट गर्छ त्यो तपाईँलाई थाहा छ होइन उनीहरूलाई थाहा छ होइन जसले कमेन्ट गर्छ उसलाई थाहा छ तर मलाई चाहिँ एकदमै मन पर्यो तपाईँ साँच्चै तपाईँको भोकल चाहिँ साह्रै तपाईँ छिट्टै अगाडि बढ्नुहुन्छ है तपाईँको जोस चाहिँ देखाउनु भयो भने तपाईँले मेहनतमा भर पर्छ भनेर तपाईँले आफैले भन्नुभएको छ होइन कति मिहिनेत गर्दै हुन्छ त्यो तपाईँलाई थाहा छ तर तपाईँले त्यसरी नै मिहिनेत गर्दै जानुभयो भने जोस चाहिँ एकदमै हुनु पर्यो क्या त्यो भयो भने चाहिँ तपाईँ छिट्टै मैले देखिसकेँ अनि अघि जुन त्यो अडिसन भन्यौँ नि हामीले हजुर हजुर त्यो अडिसनको लागि प्रोसेसहरू के गर्नुपर्छ तपाईँलाई थाहा भइसकेको छ सबै अडिसनको लागि प्रोसेसर सबै थाहा भएको छ होइन 2 गते छ अडिसन हजुर 2 गते उहीँ जाने उहीँ फर्महरू उहीँ भर्नुपर्छ है फर्म भर्नुको लागि कति लाग्छ त्यो पनि फर्म भर्नु पैसा केही पनि लाग्दैन फ्री अरे 2टा फोटो चाहिन्छ 2टा फोटो दिने आफै फर्म भर्ने फर्म भरेर बुझाउनु पर्यो लाइन बस्नुपर्छ होइन देश सङ्घर्ष छ अब भिड भनौँ न त्यति सजिलो छैन गर्न चाहिँ तर पनि अब गर्छु आफूलाई मनमा छ अब गर्छु सक्छु भन्ने क्षमता चाहिँ म छ तर म्युजिक नसिके पनि गर्न सक्छु भन्ने चाहिँ मसँग जस्तो त्यहाँ गएर तपाईँले यदि सिलेक्ट होस् भगवानसँग यही प्रार्थना छ मेरो होइन यदि सिलेक्ट हुनु भएन भने पनि सिलेक्ट नभए त्यहाँबाट चाहिँ सिकिन्छ होइन हारले नै जित्ने हो क्या हारले नै जित्ने हो सिलेक्ट हुने भयो भने त धेरै राम्रो भइहाल्यो भएन भने पनि अब म सिलेक्ट भएन म अब म्युजिक सब छोडिदिन्छु म अब गर्दिनँ भन्ने कुरा चाहिँ हुँदैन त्यो त मूर्ख हो नि होइन त्यो त मूर्खता हुन्छ सिलेक्ट भएन भने पनि अझै राम्रो गर्छु अझै गर्नेछु भन्ने अब छ तपाईँले त्यहाँबाट त्यो कुराहरू सिकेर आउनुहुन्छ क्या किनकि जज लोकल जज हुन्छ होला त्यहाँ सायद होइन लोकल फर्स्टमा लोकल जज हो नि त जज हो लोकल कमेन्ट गर्नुहुन्छ शिक्षा ल्याउनुहुन्छ सिङ्गिङको बारेमा होइन त्यहाँ अडिसनको लागि धेरैजना तपाईँ यस्तो धेरैजना गएको हुन्छ नि त धेरै ठाउँबाट धेरै हजारौँमा झापूर्वको सायद यही झापामै होला होइन अडिसन अरूमा नि होला होइन तर इलाम साइडबाट नै आउँछ धेरै साइडबाट आउँछ धेरै किसिमको सिङ्गरहरू आउँछ होइन तपाईँले त्यहाँ गएर पनि घुलमिल राम्रो हुनुभयो भने चाहिँ एकअर्कामा पनि तपाईँले एक्सचेन्ज गर्नु सक्नुहुन्छ क्या शिक्षा चाहिँ सिङ्गिङको बारेमा होइन नलेज लिनु सक्नुहुन्छ तपाईँको अब अडिसन ठाउँ ठाउँमा भइरहेछ अहिले भइरहेछ यो भोइस युनिभर्स भनेको अब अमेरिका अस्ट्रेलिया हङकङ तपाईँको पोर्चुगल इन्डिया सबतिर अडिसन भइरहेछ अहिले भइरहेछ ठाउँ ठाउँमा त्यो आयोजक नै त्यो सो गराउने आयोजक नै अमेरिकाबाट हो नि त हजुर अमेरिकाबाट हो नि त अमेरिकाको फाउन्डेसन त्यहाँको
त्यहाँबाट पास भएर सिलेक्ट भएर तपाईँ काठमाडौँ जानुभयो भने चाहिँ फेसिलिटी एकदमै खतरा छ अरे क्या फेरि त्यहाँबाट साथीले भन्छ कि तपाईँको त्यहाँबाट फर्स्ट राउन्डबाट पास भएर गएपछि उहाँ त अब सिकाउने मान्छेहरू पनि हुनुहुन्छ नि त उहाँ सिकाउने मान्छे कोचहरू हुन्छ होइन त्यहाँ गएपछि जे अझै आफूलाई मनमा उयो हुन्छ भन्ने अझै उयो तपाईँले यो कुरा चाहिँ सोच्नु भएको छ होइन जस्तो रियालिटी सोहरूतिर होइन म्याक्सिमम हामीले त्यस्तो कुराहरू धेरै जसो नेपालमै सुन्ने गरेको छौँ इन्डियामा त त्यस्तो मलाई थाहा छैन होइन म धेरै वर्ष बसेँ तर मलाई थाहा भएको कुरा चाहिँ नेपालमा सिङ्गिङमा होस् डान्समा होस् सोच फोर्स चाहिन्छ होइन कतिपय राम्रै भोकल भएको मान्छे नि फालेको देखिन्छ कस्तो त्यो बारेमा के भन्न चाहनुहुन्छ तपाईँ जस्तै अब तपाईँको जस्तै अब भनौँ न भोटमा जब पुग्छ नि मान्छे कोही सेलिब्रेटी भनौँ न भोटमा पुगेपछि उसको भोइसले मात्रै पनि अगाडि बढ्न सक्दैन भोइस राम्रो हुँदै पनि उसलाई फालिन्छ होइन पैसा पनि चाहिन्छ पावर पनि चाहिन्छ सबै थोक चाहिन्छ अब उसले गाउँदै पनि अब उसले राम्रो छ हामीले राम्रो देख्छौँ तर उसलाई भोट नगरिदिएपछि त ऊ फालिन्छ नि त कतिपय भोट किनेर पनि अगाडि बढ्ने मान्छे छन् तपाईँले सेम यस्तै त्यो सोमा पाउनुभयो भने चाहिँ तपाईँ के गर्नुहुन्छ यसरी नै कमिसन माग्ने पैसा माग्ने त्यस्तो भेट्नुभयो भने चाहिँ होइन म त अब त्यस्तो ठाउँमा पुग्यो भने अब जसो भोट माग्छु होइन अब त्यस्तो पैसाले गर्ने त मेरो क्षमता पुग्दैन मलाई यति हजार दे अडिसन सेलेक्ट हुन्छ यस्तो काठमाडौँ पुग्छस् भन्ने कोही मान्छे निक्ल्यो भने के भन्नुहुन्छ त्यतिखेर होइन त्यस्तो किनकि तपाईँलाई ठुलो ठाउँमा देख्नु छ होइन एकपल्ट टिभी राउन्डमा पुग्यो भने के हुन्थ्यो भन्ने सोच हुन्छ नि त हामी यस्तो अलिकति नर्मल ठिक्क अडिसन दिनेवाला एउटा त्यो लाइनको मान्छेहरू त्यस्तो सोच हुनसक्छ नि त त्यसको लागि तँलाई केही माथि पुर्याइदिन्छु पैसा यति दे भनेर भन्नुहुन्छ त्यतिखेर के गर्नुहुन्छ तपाईँ होइन अब त्यस्तो भन्दा पनि अब आफू नै अब के भन्नु अब ल भन्नुहुन्छ कि नै भन्नुहुन्छ ल पनि भनिन्छ होला नै पनि भनिन्छ होला त्यतिखेर स्थिति त्यतिखेर थाहा हुन्छ अब त्यही त तपाईँ यदि त्यहाँ अडिसनमा तपाईँ सेलेक्ट हुनुभयो भने राम्रो कुरा हो होइन मैले त अघि पनि त्यहाँ प्रार्थना गरिसकेँ भगवानलाई होइन तपाईँ पास हुन् हाम्रो ठाउँको मान्छे मेरो साथी होइन प्राउड फिल हुन्छ नि त भोलि टिभी राउन्डमा देखियो भने त चट्ट टिभीमा आउँदा के भयो तपाईँको नाम त साँच्ची रोशन दादा चाहिँ ठ्याक्क टिभीमा आउँदा गाइरहेको देख्दा चाहिँ नि चट्ट है हामी चाहिँ यस्तो हामीसँगै बसेर बोलेको दाइ त टिभी राउन्डमा भनेर अब त्यो पाऊँ भन्ने तरिकाले मैले अघि प्रार्थना गरिसकेँ पनि होइन तपाईँले यदि त्यहाँ सेलेक्ट हुनु भएन राम्रै अडिसन दिनुभयो तपाईँले होइन तपाईँबाट 100% दिनुभयो तपाईँले तर पनि सेलेक्ट हुनु भएन भने त्यो समयमा चाहिँ कोही मान्छे आएर त्यहाँको ठुलो मान्छे आएर ल यति पैसा देऊ म तिमीलाई सेलेक्ट गरिदिन्छु माथि पुग्छौ धेरैले चिन्छ भन्ने कुराहरू भन्नु भने चाहिँ तपाईँ ल भन्नुहुन्छ कि नै भन्नुहुन्छ एक्सेप्ट गर्नुपर्छ होला एक्सेप्ट ल भन्नुपर्छ ल नै भनिन्छ यो गलत जस्तो लाग्दैन तपाईँलाई गलत त गलतै हो होइन त्यही त्यहाँबाट चाहिँ तपाईँले अघि मैले के बुझ्नु खोजेको भने तपाईँको भोकल चाहिँ कतिको राम्रो छ भन्ने कुरा बुझिन्छ क्या त्यहाँबाट तपाईँले पैसा अरूले त बुझ्दैन तपाईँले भित्र पैसा दिएर जाने हो नि त होइन हजुर हजुर थाहा छैन नि त अरूलाई थाहा हुँदैन तर तपाईँ आफैलाई चाहिँ किनकि तपाईँको सोच त ठुलो सिङ्गर बन्ने ठुलो सिङ्गर चाहिँ आफ्नो मेहनतले गर्ने हो नि त होइन आफ्नो मेहनतले हजुर अनि तपाईँकोमा मेहनत नपुगे जस्तो फिल हुन्छ नि त आफैलाई सोच्ने हो नि त हो भनेपछि त्यस्तो मान्छे पाउनुभयो भने तपाईँ जानुहुन्छ किनकि सोच त छ नि त ठुलै ठाउँमा पुग्ने अलिकति जे भने आखिर तपाईँको भोइस त्यति नराम्रो पनि होइन होइन ठिकै छ यतिको भोइस होइन तपाईँ आफूलाई पनि ठिकै छ भन्ने लाग्छ र धेरैजनाले तपाईँलाई त्यसरी तपाईँको बारेमा प्रचार प्रसार पनि गरिसकेको होला यो भाइको भोकल चाहिँ राम्रो छ भनेर होइन राम्रो छ हजुर सुन्नुभएको यतिको भोकल छ ठिकै छ म 1-2 हजार पैसा दिन्छु माथि पुग्छ भने भइहाल्यो त उहाँ पुगेर अझ सिक्छु होइन सिकाउने मान्छे पनि पाइहाल्छ त्यो सोच भएर चाहिँ तपाईँले हुन्छ भन्नुभएको होला होइन सायद हजुर हजुर ठिक हो त्यो भने बाँकी अरू हामी अब फेरि एउटा गीत सुनौँ हुन्छ सुनाउनु नि त रित्तो रित्तो छु म छैनन् बाँकी कुनै अरू चाहना शून्य शून्य भो मन
बिलाइसके सबै जिउने बहाना घर जलेर आज खरानी भो सबै मन डढेर आज बिरानी भो कठै सङ्गीत डुब्दैछु तिम्रो यादमा सङ्गीत जल्दैछु तिम्रो यादमा सङ्गीत सङ्गीत मेट्दैछु भाग्य हातमा मेट्दैछु भाग्य हातमा यो समय पनि त कति निठुर भएर खुसी लाग्यो मेरा खुसीहरू डुबाई जीवन यो आँसुको आहलमा चोरी लाग्यो मेरा सपनाहरू हर पल हर क्षण भाग्यले लुटिरहेछ छटपटाइरहेछन् मेरा टुहुरा रहरहरू सङ्गीत जल्दैछु तिम्रो यादमा सङ्गीत डुब्दैछु तिम्रो यादमा यार माया कसम यार यति चाहिँ हुनु पर्यो कुरा हो ताली त त्यति राम्रो सुनेको छैन होला है दामी सुनिरहेछ मलाई त एकदमै मन पर्यो यस्तो हुन्छ क्या कस्तो हुन्छ भने यो जस्तो तपाईँ सिङ्गिङ गर्नुहुन्छ होइन अब तपाईँले राम्रो गाउनु भएको छ कि छैन भन्ने एउटा एकदमै पर्फेक्ट तरिकाले जज गर्नु चाहिँ तपाईँ जस्तै कुनै एउटा गाउने मान्छेले मात्रै गर्छ हजुर हजुर तर हामी त सिङ्गिङमा घुलमिल भएको मान्छे होइन नि त होइन हजुर त्यो भएको भएर हामीलाई चाहिँ त्यो राम्रो नराम्रो भन्ने छुटाउनु गाह्रो हुन्छ क्या तर प्रपरली एउटा सुन्दाखेरि चाहिँ एकदमै नर्मल तरिकाले सुन्दाखेरि चाहिँ हामीलाई चाहिँ राम्रो लाग्यो क्या एकदमै जज गर्नु पर्यो भने चाहिँ हामी सक्दैनौँ हजुर होइन किनकि हामीलाई थाहा छैन सिङ्गिङको बारेमा तर सुन्दा थाहा पाइन्छ नि त जे भयो नि थाहै नभए पनि सुन्दा थाहा पाइन्छ नि त होइन कति यतिको चाहिँ सक्छ यतिको चाहिँ ठिकै हो भन्ने हुन्छ नि त होइन राम्रो छ एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्यो तपाईँलाई आज यो पोडकास्टमा यहाँ हाम्रो पोडकास्टमा आएर चाहिँ केही सुनाउनु मन लागेको कुराहरू होइन सिङ्गिङ जस्तो गीत त सुनाउँछु भनेर सोच्नु भएको बेला सुनाइहाल्नु भयो होइन अरू के थियो तपाईँलाई मनमा खेलिरहेको यो चाहिँ सुनाउँछु अथवा उहाँले यही कुरा चाहिँ सोधिदियोस् भन्ने कुराहरू चाहिँ केही छ तर यस्तो कस्तो हुँदो रहेछ भने सङ्घर्ष गर्दा चाहिँ एक्लो हुँदो रहेछ क्या सङ्घर्ष गर्दै भनौँ न जुनसम्म मेरो आफूलाई अगाडि बढ्ने सङ्घर्ष हुन्छ नि जुन अब अहिले मेरो जीवनमा भइरहेछ नि हो त्यो सङ्घर्ष गर्दाखेरि चाहिँ एक्लो हुँदो रहेछ होइन जब सङ्घर्ष गरेर सफलता मिल्छ नि त्यतिखेर चाहिँ दुनियाँ पछाडि हुँदो रहेछ क्या यो चाहिँ मैले पनि बोकेको कुरा है फेरि हो है म पनि पहिला डान्सकी फिल्ममा थिएँ नि त फोटोहरू देख्नु होला अडिसनहरू इन्डियासम्म पुगेँ होइन हजुर गरेँ होइन सोको रियालिटी सोमा पनि गएको होइन त्यतिखेर म पनि एक्लो थिएँ क्या एक्लै हुँदो रहेछ क्या आफूलाई अब धेरै गाह्रो अनि मैले आज फेसबुकमा हजुर साथीहरूलाई यतिजना साथीहरूलाई सोधेको पनि थिएँ क्या अनि मैले दादालाई पनि भनेको थिएँ दादा आज जुन साथी आउनु हुँदैछ गेस्टमा मलाई के क्वेसन गर्नु के भनेर मैले साथीहरूलाई सोधेको थिएँ साथीहरूले यसो सोध्नु भनेर सोध्नु मिल्छ मिल्दैन भने दादा सोध न है भनिराख्नु भएको थियो क्या हजुर अनि भाइ मैले बिर्सिरहेँ दादाले ठिक्कै यहाँ अघिको भनेको भनेर त्यो देखाउनु भयो क्या तपाईँले यहाँ एकजना भन्दा दुईजना साथीहरूले सोध्नु भएको रहेछ
तपाईले संगीतको यात्रा चाहिँ कहाँबाट सुरु गर्नुभएको अरे? संगीतको यात्रा जो पहिलादेखि नै मलाई संगीतमा रुचि थियो है। कोबाट चाहिँ तपाईँ एउटा कोहीबाट पनि होइन, म आफैमा आफै सङ्गीतमा लाग्नुपर्छ, मेरो अब भोइस छ, केही गर्न सक्छु भनेर आफूलाई नै उयो गरेर मैले चाहिँ सङ्गीतलाई अगाडि बढाइरहेको छु भनौँ न। मतलब अहिलेसम्म तपाईँले जति गाउनुभयो, जति स्टेजमा गाउनुभयो, अब अडिसनमा पनि गाउँदै हुनुहुन्छ, तपाईँ आफ्नै बलबुतीले गाउनुहुन्छ? आफ्नै बलबुतीले गाउँछु। मलाई कसैले सपोर्ट पनि गरेको छैन होइन, कसैले उयो पनि गरेको छैन। म आफ्नै बलबुतीले आफ्नै क्षमताले चाहिँ म त्यहाँसम्म पुगेको छु भनौँ न। तपाईँलाई स्टेजतिर कन्सर्टतिर गाइराख्दाखेरि त्यतिखेर भाइ अगाडि बढ, अझै बढ, राम्रो गर भन्ने दाइहरू भेट्नुभयो कि होइन कहिले? त्यस्तो दाइहरू एक दुईजना भेटेँ होइन। अब रोशन दाइले पनि अब मलाई भनिराख्नु भएको, भन्नु नै हुन्छ अहिले, भाइ तिम्रो भोइस राम्रो छ, तिमी केही गर, तिमीलाई अगाडि बढाउनु पर्छ भन्ने दाइको पनि चाहना छ होइन। दाइले पनि धेरै गरिदिनु भएको छ मेरो। दाइकै थ्रोबाट अब अहिले पोडकास्टमा हजुरकोमा आउँदाखेरि बोल्न पाउँदाखेरि खुसी लागेको छ होइन। दाइ पनि धेरै आदरणीय दाइ हुनुहुन्छ उहाँ होइन। उहाँलाई अब भनौँ न, उहाँले जे होस् अब मेरो भोकल भोइस मन पर्दो रहेछ भन्ने कुराहरू मलाई जस्तो दाइहरू भन्दाखेरि तपाईँलाई कोही दाइहरूले अगाडि बढ, त्यो ठाउँमा कोही जरुरत पर्यो भने म आउँछु, म छु, मलाई भनेर भन्छ होइन। हजुर हजुर। पछि तपाईँलाई गाह्रो परेको बेलामा त्यतिखेर ठ्याक्क दाइहरूको साथ चाहिएको बेलामा तपाईँले दाइ भन्दाखेरि त्यतिखेर दाइहरू नआएको त्यस्तो कुनै मुभमेन्ट छ? त्यस्तो त छैन होइन। अब त्यस्तो दाइहरूले भन्नुहुन्छ अगाडि बढ, गर, हामी सपोर्ट छौँ भनेर भन्नुहुन्छ, त्यस्तो त गर्नुहुन्छ। मलाई चाहिँ यो भन्दा एउटा याद आयो क्या, पहिला डान्सिङ फिल्ममा हुँदाखेरि दाइहरूले भन्थ्यो क्या, भाइ तँ अगाडि बढ, राम्रो सिक डान्स होइन, अगाडि बढ, कुनै अडिसनमा पास भइस, माथि गएर भोटिङ राउन्डमा पुगिस् भने तेरो लागि जान्छ, दाइ छ, तँलाई विनर बनाउने दाइ भन्थ्यो क्या त्यतिखेर। हजुर हजुर। ठ्याक्कै एउटा रियालिटी सोमा म भोटिङ राउन्डमा पुगेँ क्या, दाइ लु भोट गर्नु पर्यो अब होइन, नेपालको तपाईँलाई थाहा छ त्यसो, जति धेरै भोट गर्यो त्यति भोटको लागि तपाईँले अब कसरी, अब तपाईँ आफै आएर गर्नुहुन्छ कि भोट मागिदिनुहुन्छ कि भाइको लागि, कि पैसाहरू के पठाइदिनुहुन्छ कि भन्दा त्यतिखेर दाइहरू विदेशमा थियो, कि पैसाहरू पठाइदिनुहुन्छ कि के गर्नुहुन्छ, लु अब तपाईँले भन्नुभएको थियो भोटिङ राउन्डमा पुग, विनर बनाउने काम मेरो भन्नुभएको थियो, लु भनेको थिएँ। हामी यस्तो अरे भाइ लु त्यहाँ यसो मिलाउँदै गर्न खोज्दै गरेँ, गर्दै गएर पछि हामी अरे हाम्रो त्यस्तो खालको दाइहरू छैन नि तपाईँको? त्यस्तो हुनु न भनौँ न। अब त्यस्तो दाइहरू छैन, कहिले भेट्नु भएन नि तपाईँले? त्यस्तो दाइहरू पनि हुन्छ क्या, अगाडि चाहिँ सपोर्ट गर्नु पुरा उल्काइदिन्छ होइन, पछि चाहिँ आफूलाई परेकोलाई चाहिँ आउँदिँदैन क्या, एक्लो पारिदिन्छ नि त। त्यो कुराबाट चाहिँ फेरि आफूलाई मोटिभेट हुन्छ क्या, आफूलाई एकदमै राम्रो हो क्या, त्यो चाहिँ एउटा शिक्षा ज्ञान जस्तो हो क्या फेरि। किनकि त्यो समयमा मलाई परेकोलाई दाइहरू आएन, दाइहरूलाई अझ आकर्षित बनाउने म अझ मेहनत गर्छु, दाइहरू आफैले मलाई भाइ भनेर बोलाओस् टाइपको, त्यो चाहिँ मैले सिकेँ त्यतिखेर क्या। अनि तपाईँले पनि जस मभन्दा अलरेडी अब धेरै कुराहरूमा परिपक्व हुनुहुन्छ होइन, अनि मभन्दा अलिकति अब तपाईँको एजहरू त राम्रोसँग हामीसँग अब त्यति घुलमिल छैन नि त हामी त एकअर्कामा होइन। अब जस ब्रदर भनौँ न, ब्रदर भने जे भने ज्ञानको हिसाबले पनि उमेरको हिसाबले मभन्दा धेरै नै ठुलो हुनुहुन्छ जस्तो लाग्यो मेरो विचारमा चाहिँ। मभन्दा धेरै बुझेको, धेरै कुराहरूमा परिसकेको मान्छे हुनुहुन्छ, बुझिहाल्नुहुन्छ यस्तो कुराहरू। बाँकी अरू कुरा के छ तपाईँमा अझै? फेरि पनि यस्तो मौका नआउला होइन, धेरैले नहेरे पनि केही मान्छेले हेर्नु सक्छ होइन, मेरो भावनाहरू चाहिँ बुझिदियोस्, चिनोस् भन्ने होइन। खुकुरी हेर्दैछ केटाहरू, खुकुरी लुकायो। अनि यस्तो हो क्या, यत्रो अनि लाखौँ सामानहरू चाहिँ भरे केटाहरू कोही चोरहरू आउनु सक्छ होइन, अनि खुकुरी त सेफ्टी राख्नु पर्यो नि दादा होइन, होइन दादा? उयो मुनि पनि छ एउटा सेफ्टी, तपाईँको छ मुनि रड। अनि होइन नि यार, यत्रो खर्च गरेर यत्रो छ यार, धेरै छ सामानहरू, डर लाग्छ नि त। तपाईँलाई यस्तो लागिरहेको होला
मसँग बोलिरहेछौ अब इन्टरभ्यू हो नि जस्तो पडकास्ट हामी गरिरहेछौँ ध्यान चाहिँ बिचबिचमा फेरि उता अरू बाहिरको कुरा पनि गर्छ भन्ने टाइपको त्यस्तो भएको छैन। यो एउटा तपाईँको के सोच्नुहोस् भने यो चाहिँ इन्टरभ्यू नभनौँ हामीले होइन कसैले पनि इन्टरभ्यू नभनौँ यो इन्टरभ्यू होइन इन्टरभ्यू गराउनुको लागि मेरो त्यस्तो क्षमता पनि छैन म त्यत्रो ठुलो मान्छे पनि होइन होइन खालि हाम्रो एउटा दाइ भाइको यसो गफ मात्रै हो क्या यो हजुर हजुर गफ मात्रै हो क्या हाम्रो होइन हामीले गफ गरिरहेको कुनै इम्पोर्टेन्ट कुराहरू होइन कुनै अलिकति आकर्षित हुने कुराहरू चाहिँ हामीले अडियन्स मार्फत पुगोस् होइन कोही नयाँ मान्छेहरूले होइन देखोस् तपाईँलाई अहिले सपोर्ट चाहिरहेछ होइन यो भिडियो हेरेर चाहिँ कतै कोही मान्छे सपोर्ट गर्ने मान्छे निक्लिन्छ कि होइन निक्ल्यो भने राम्रो हुन त तपाईँ कसैको आशमा बस्नु भएको होइन कसैले मलाई सपोर्ट गरोस् हेल्प गरोस् भन्नु खोज्नु भएको होइन तपाईँको त्यस्तो आश पनि बस्ने मान्छे पनि होइन होइन तर तपाईँलाई अहिले हेल्प चाहिरहेछ सपोर्ट चाहिरहेछ तपाईँ अगाडि बढ्ने क्रममा एकदम जाइरहेछ तपाईँको होइन अगाडि बढिराख्नु भएको छ यस्तो समयमा झन् कोही हौसला दिने सपोर्ट गर्ने मान्छे भन्दा धेरै राम्रो हुन्छ सजिलो हुन्छ झन् धेरै राम्रो हुन्छ म चाहिँ त्यही भन्छु उहाँलाई एकदम सपोर्ट चाहिरहेछ सिङ्गिङमा अगाडि बढ्दै हुनुहुन्छ मेहनती हुनुहुन्छ एकदम स्ट्रगल गरिराख्नु भएको छ होइन फ्यामिली ब्याकग्राउन्ड भनेको एकदमै नर्मलै हुन्छ हामी सबैको त्यस्तै हो नेपालमा होइन धनी कोही पनि छैन केपी ओली बाहेक कोही पनि छैन धनी होइन त्यस्तै चोरहरू मात्रै हुन्छ हामी सोझो मान्छे राम्रो मान्छे कहिले पनि धनी हुँदैन हामी मिडल क्लास फ्यामिलीबाट हो अनि उहाँलाई अहिले सपोर्ट चाहिरहेछ यतिसम्म अब अति नै चाहिँ नभनिहालौँ होइन तर उहाँलाई एउटा उहाँमा जोस जाँगर भए तापनि मेहनत छँदैछ त्यो सँगसँगै एउटा क्लास गर्छु राम्रो क्लास गर्छु त्यसको लागि अलिकति पैसा भइदिएको हुन्थ्यो भन्ने सोचमा हुनुहुन्छ होइन काम पनि गर्नुहुन्छ 15,000 सेलेरी उहाँको हामी घरमै बस्दा त्यतिकै हिँड्छौँ छैन 15,000 सेलेरी कमाउनुहुन्छ र पनि अब मिडल क्लास फ्यामिलीमा त्यही हो घर परिवार हुन्छ के हुन्छ समस्या हुन्छ खानु लाउनु के हुन्छ होइन त्यसमै मेन्टेन भइहाल्छ होइन कि त अब गयो गुज्रेको खाने गोटी सोटी गाजा साजा खाने पारी जाने होइन इन्डियातिर जाने भए पो होइन खतम रहेछ भने मेहनत गर्दै हुनुहुन्छ मेहनती हुनुहुन्छ यदि कोही सपोर्ट गर्ने हुनुहुन्छ भने तपाईँहरू आउन सक्नुहुन्छ है उहाँलाई सपोर्ट गर्नुहुन्छ है सपोर्टको लागि चाहिँ रेडी हुनुहुन्छ है उहाँ सपोर्ट लिनुको लागि चाहिँ तपाईँहरूले कोही त्यस्तो हेल्प गर्ने कोही हुनुहुन्छ भने सपोर्ट गरिदिनु होला उहाँलाई भन्दै अब हामी अन्तिममा पनि आइपुग्यौँ तपाईँको अन्तिममा एकजना साथीले सोध्नु लाउनु भएको थियो मैले क्वेसन गरेको थिएँ उनीहरूलाई मैले यस्तो गेस्ट ल्याउँदैछु सिङ्गिङमा अगाडि बढ्दै हुनुहुन्छ उहाँ त्यस्तो गेस्ट हुनुहुन्छ मलाई त्यति सिङ्गिङको बारेमा नलेज छैन उहाँलाई चाहिँ कस्तो क्वेसन गर्दा हुन्छ होला भन्ने कुरा चाहिँ मैले एउटा सिङ्गर साथीलाई सोधेको छु क्या अनि उहाँले भन्नुभएको थियो सिङ्गर हो रहेछ सिङ्गिङको बारेमा त अलरेडी क्वेसनहरू आइहाल्छ भनिहाल्नुहुन्छ उहाँ आफैले उहाँको गर्लफ्रेन्ड चाहिँ छ कि छैन भनेर सोध्नुहुन्छ क्या गर्लफ्रेन्ड छ कि छैन तपाईँको गर्लफ्रेन्ड छैन मेरो किनभने अब हामी यस्तो मिडल क्लास मान्छेहरूसँग अब भनौँ न अब त्यसरी बुझौँ न होइन अब गर्लफ्रेन्ड छैन मेरो पहिला चाहिँ थियो कि थिएन पहिला पनि छैन अहिलेसम्म छैन जन्मेदेखि तपाईँ 10 वर्ष 15 वर्ष 20 वर्ष अहिले कति वर्ष हुनुभयो अहिले म 30 वर्ष अघि पुगेँ 30 वर्ष पुग्नु भयो एउटा गर्लफ्रेन्ड छैन तपाईँ भर्जिन भर्जिन हो तपाईँ भर्जिन हो भन्दा नि गर्लफ्रेन्ड छैन भनौँ न छैन यति बुझौँ हामीले यति बुझौँ न यति बुझौँ हामीले हजुर दादा तपाईँबाट भाइको लागि के क्वेसन छ अब मेरो लागि त अब क्वेसनहरू त थियो फेरि बिचमा बोलिरहेको बेला मैले कहाँ बोल्नु भनेर मात्र हो होइन अब भाइ फेरि भर्जिन पनि रहेछ अब भर्जिन पनि अब मैले के भन्ने अब फेरि म क्यामेरामा आउनु पाएको भए त अलिकति 2-4 शब्द चाहिँ भाइलाई सोध्थेँ ठिकै छ भर्जिनै होला भर्जिन होइन भनेपछि भाइहरू आफ्नै हात जगन्नाथ टाइपको चाहिँ होला भाइ आफ्नै हात जगन्नाथ भन्दैन मतलब तपाईँ कस्तो उयो छोले उयो के भन्छ उयो के भन्छ हस्तमैथुनमा नि गर्नुहुन्छ हस्तमैथुन गर्नुभएको छ नि गरेको छैन होइन अहिले त हामी साथी हो पछि अब तपाईँ अब सिङ्गिङको क्षेत्रमा अडिसन दिँदै हुनुहुन्छ होइन अगाडि दिनमा आगामी दिनमा तपाईँ सेलिब्रेटी होला होइन त्यतिखेर भनेको यो क्वेसन गर्नु मिल्दैन मलाई कानुन लाग्छ त्यतिखेर मलाई पुर्छ मान्छेहरूले तर अहिले त हामी साथीभाइ हो नि त सोध्नु मिल्दैन त्यतिको त त्यस्तो नराम्रो त होइन त खालि एउटा साथीभाइ हो नि त होइन के हुन्छ र नराम्रो त्यस्तो जुन प्लान बनाएर गएर भरे त्यसलाई काट्नुपर्छ चोर्नुपर्छ भन्ने त हाम्रो कुरा होइन नि त खालि एउटा यसो मजाक
मैले भाइलाई सोधेँ भाइको ठिक छ गर्लफ्रेन्ड छैन तर भाइको 1000-1500 वाला गर्लफ्रेन्ड त होला त्यस्तो गर्लफ्रेन्डहरु चाहिँ छ 1000-1500 वाला 1500 वाला 1500 वाला गर्लफ्रेन्ड छ त्यस्तोहरु छ हैन अब त्यस्तो अरु गरे भन्नुस् न जेसो अब आफ्नो साथी माया गर्ने खालको हैन दुःख सुखमा साथ दिने खालको चाहिँ छैन त्यस्तो चाहिँ छैन हजुर तर अब कहिले काहीँ इन्जोय गरौँ साथीभाइहरूसँग जाम अब गरौँ भन्दाखेरि तपाईँलाई त्यस्तो गर्लफ्रेन्ड मनपर्छ मन परेर त भएको भन्ने कुरा होला त्यस्तो यदि तपाईँ यो भिडियो हेरेर तपाईँको भोकल राम्रो लाग्यो भनेर कोही केटी होइन राम्रो केटी राम्रो खानदानको होइन राम्रो खानदान भन्दा पनि एउटा राम्रो क्वालिटी मान्छेको भावना भएको केटी चाहिँ तपाईँलाई प्रपोज गर्नु आयो भने म तपाईँसँग जीवनसाथी बन्न चाहन्छु तपाईँसँग जिन्दगी बिताउँछु भन्दै आयो भने तपाईँ एक्सेप्ट गर्नुहुन्छ कि हुँदैन त्यो अब सोच्नुपर्छ अब एक्सेप्ट गर्छु भन्दा पनि अब कसरी गर्नु भन्नु होइन ल तपाईँलाई अलरेडी केटीले एउटा राम्रै केटीले तपाईँलाई प्रपोज गर्दैछ कसरी भन्नुहुन्छ तपाईँ अब केटीले प्रपोज गर्नु भनेको त तपाईँले भगवान भेट्नु जस्तो जस्तै हो नि त हामी केटाहरूले चाहिँ प्रायः केटाहरूले आफै प्रपोज गरिन्छ नि त होइन तर केटी आफैले तपाईँलाई एउटा राम्रो केटी त्यही पनि एउटा राम्रो क्वालिटी भएको हरेक कुराको सोच होइन हरेक कुरामा एउटा भिजिसकेको केटी बुझ्ने केटी चाहिँ तपाईँलाई प्रपोज गर्दैछ भने तपाईँ त्यतिखेर के गर्नुहुन्छ भन्ने क्वेसन गरेँ क्या मैले भन्नु खोजेको एक्सेप्ट गर्नुहुन्छ कि हुन्न तपाईलाई त्यो एक्सेप्ट भन्दा पनि अब नो भन्नुहुन्छ कि यस भन्नुहुन्छ नो है भन्नुपर्छ होला यस्तो राम्रो केटीलाई इग्नोर हान्दिनु भयो यार अनि उहाँले होइन अब राम्रो भन्दा पनि अब राम्रो मान्छे मात्रै राम्रो भएर भएन होइन अब बानी बेहोराहरू के कसो छ बुझ्नु पर्ने हुन्छ एक्कासी उसले म तिमीलाई माया गर्छु म तिमीलाई मन पराउँछु भन्ने बित्तिकै पनि मैले अब यस भन्ने कुरा पनि हुँदैन नि त त्यही त मैले भन्न खोजेको सबै कुरा तपाईँले सोचेको जस्तो केटी आइदियो भन्नु खोजेको जे अब सोचेको जस्तो केटी आइदियो अब दुःख सुखमा साथ दिने खालको होइन अब एकअर्काको मर्म बुझ्ने खालको केटीहरू आइदियो भने एक्सेप्ट गर्छु कस्तो सोच्दै भन्नुभयो यार जस केटीहरूलाई अलिक इग्नोरै गर्ने टाइपको हुनुहुँदो रहेछ तपाईँ राम्रो हो अनि तपाईँ अहिले हामी सिङ्गिङमा जाँदैछौँ होइन अन्तिममा अब यो कुरालाई छोडिदिउँ होइन अन्तिममा तपाईँले एउटा गीत चाहिँ गाइदिनु पर्छ अब सुनाउनै पर्ने हुन्छ फेरि मलाई रिसाउँछ कि अडियन्सहरू रिसाउँछ कि अन्तिममा जे भयो भने एउटा गीत गाएर चाहिँ बेट मार्नु पर्छ तपाईँले किन यसो सोध्नु भएन मलाई किन गीत गाउनु लाउनु भएन भन्दा फेरि मलाई ढुङ्गा हान्नु सक्छ होइन गाइदिनुहोस् एउटा जे सिक्योस् के छ र दिउ तिमीलाई मैले कसैले भनेर के छ र दिउ तिमीलाई मैले कसैले भनेर ल्याएको थिए दुई ठोप आँसु पोखियो छल्केर के छ र दिउ तिमीलाई मैले कसैले भनेर के छ र अरू मसँग दियो कविता छोडेर कोरेको थिए त्यही दिउ भनी मेटियो झस्केर ल्याएको थिए गीत यो दिन तिमीलाई भनेर पवनै बिच बिलाई गयो
त्यो पनि गाएर ल्याएको थिए दुई थोप आँसु पोखियो छल्केर के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर। त्यो घुमाउने हुन्छ नि कति तिनीहरूलाई फेरि के भन्छ कुनै पनि त्यो हुन्छ नि यस्तो भन्नुहुन्छ वस्तुहरू त्यो वस्तु एकदमै क्या तपाईँको अब यो गीत त्यो चाहिँ धेरै इम्पोर्टेन्ट कुरा हो। जस्तै भोइसको हुन्छ नि त्यो शब्दहरू घुमाउने शब्द जज गर्दा नि त्यस मेन तरिका भोइस भन्दा पनि जजहरूले जज गर्ने चाहिँ मेन त खिड्का होइन शब्द खिड्का भन्छ त्यसलाई हो। खिड्कालाई चाहिँ विशेष ध्यान दिनुहुन्छ उहाँहरूले होइन। आफूले पनि गीत गाउँदाखेरि खिड्काहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ। कहाँनिर खिड्का अब भनौँ न तपाईँको जर्नल चाहिँ कस्तो म्युजिकमा गीतहरू कस्तो खालको गीत मनपर्छ? पप अहिले तपाईँले गाउनु भएको चाहिँ कुन जर्नल पर्छ? यो चाहिँ क्लासिकल भनौँ न। भनेपछि तपाईँलाई क्लासिकल मनपर्छ? क्लासिकल पनि मनपर्छ, अरू गानाहरू पनि अब मनै पर्छ भनौँ। गानाहरू मन नपर्ने त कुरै हुँदैन, सबै गानाहरू राम्रै हुन्छ होइन। बाँकी अरू फेरि पनि तपाईँलाई चान्स दिइरहेको छु मैले, धेरै केही छ भने। अघि हामीले बिचमा कति हाँस्ने कुराहरू गऱ्यौँ, जोक होइन, कहिले काहीँ जिस्किने भने त्यस्तो कुराहरू पनि गऱ्यौँ होइन। कति अडियन्सहरूमा होइन नराम्रो सोच जानु सक्छ होइन। एउटा क्वेसन पनि गइरहेछ फेरि हाँसी पनि रहेछ भनेर सोच्छ होला, त्यो अनर्थ नसुनिदिनु होला होइन। एउटा इन्टरटेनमेन्ट पनि हो होइन। अनि हामी त्यस्तो परको मान्छे होइन, नजिकै मान्छे हो। अनि अर्को कुरा हामीले उहाँलाई जबरजस्ती तान्दा पनि लिएको होइन नि त। तपाईँलाई हामीले खालि सुरुमा जानकारी दिएको एकपल्ट होइन, तपाईँको खुसीले आएको हो नि त होइन। ल म आउँछु भनेर मतलब हामीले जबरजस्ती चाहिँ लिएको होइन भन्ने कुरा हामीले इन्भाइट गऱ्यौँ तपाईँलाई। अनि तपाईँलाई इन्भाइट गर्नुको कारण चाहिँ के हो भन्दाखेरि एक नम्बरमा सुरुवातमै भन्नुपर्दा चाहिँ तपाईँ अहिले अगाडि बढ्दै हुनुहुन्छ नि त। तपाईँलाई केही सहायता हुन्छ कि होइन, केही राम्रो हुन्छ कि होइन, अझ तपाईँलाई अगाडि बढ्नुको लागि सजिलो हुन्छ कि भन्ने एउटा प्लेटफर्म, थोरै सानो भए पनि प्लेटफर्म भयो नि त यो होइन, माध्यम हो नि त एउटा अगाडि बढ्ने। त्यो सोचेर चाहिँ हामीले इन्भाइट गरेको होइन। बाँकी अरू त जिस्किने ओर्ने हाँसखेल गर्ने हामी साथीभाइ त छँदैछौँ होइन। अनि तपाईँले पनि भनिदिनु भयो कि भनिदिनु पर्यो यो क्यामेरामा हेरेर होइन। उहाँले मलाई जबरजस्ती चाहिँ लिएको होइन, उहाँले सुरुमा इन्भाइट गर्नुभयो, त्यसपछि चाहिँ मलाई इच्छा लागेर नै आएको हो। अनि अहिले तपाईँलाई कस्तो फिल भइरहेछ अहिले? जुन तपाईँ आउनुभन्दा अगाडि चाहिँ के क्वेसन गर्ने होला, के गर्ने होला भनेर टाइपको त्यो सोच्नु भएको थियो नि, त्यो सोचे जस्तो भयो कि भएन? तपाईँलाई चाहिँ तपाईँ आफूलाई चाहिँ मजा आयो कि आएन त्यो पनि भनिदिनुहोस्। मलाई अब धेरै खुसी लाग्यो होइन, हजुरको म आएर दुई चार शब्द बोल्न पाउँदा आफूलाई अब धेरै खुसी लाग्यो भनौँ न। अब तपाईँलाई हामीले यहाँ चाहिँ जबरजस्ती लिएको चाहिँ होइन होइन, म जबरजस्ती ल्याउनु भएको होइन, म आफ्नो खुसीले आएको, आफ्नो कुराहरू दुई चार शब्द बोल्नु पर्यो भनेर आएको हो, जबरजस्ती होइन। कतिपय मान्छेले चाहिँ जबरजस्ती लिएर मान्छेले यसरी बोलायो भन्ने पनि हुन्छ नि त। हजुर। अनि त्यो भएको भएर चाहिँ त्यस्तो मेसेज चाहिँ नजाओस् कसैलाई भनेर चाहिँ तपाईँलाई त्यो आफैलाई भन्नु लागेको हो क्या। अनि अब आउने दिनहरूमा आउने दिन भन्दा पनि एउटा कुरा सोध्नु मलाई तपाईँलाई, तपाईँले त्यत्रो कन्सर्ट गर्नुभयो, कति ठाउँमा प्रोग्रामहरूमा गएर स्टेजमा चढेर गीत गाउनुभयो होइन। तपाईँलाई फेसबुकतिर मेसेजहरू आएन केटीहरूले पुरा मन पर्यो तपाईँ मन पर्छ भन्ने टाइपको आएन? त्यस्तो आएको छैन होइन। अब मेरो फेसबुक फ्रेन्डहरू हुनुहुन्छ, उहाँहरूले अब बोल्नुहुन्छ, त्यसरी त्यस्तो छैन। त्यस्तो गीत गाएर एउटा केटीपट्टि आएको त्यस्तो मोमेन्ट चाहिँ छैन। त्यस्तो छैन। गीत गाएको फ्रेन्डहरूले गीत गाएको हेर्नुहुन्छ होइन, अब राम्रो छ भन्नुहुन्छ, कमेन्ट्सहरू गर्नुहुन्छ, त्यस्तै हो। अब उहाँहरूले त्यस्तो छैन। तपाईँलाई यो सिङ्गिङ क्षेत्रको लागि होइन, यो सिङ्गिङको लागि घरबाट चाहिँ फ्यामिलीबाट चाहिँ कतिको सपोर्ट आइरहेछ अहिलेसम्म? फ्यामिलीबाट त्यस्तै सपोर्ट छैन। म त्यही सपोर्ट नभएर त तपाईँलाई गाह्रो भइरहेछ होइन। आफ्नै क्षमता मतलब मैले भन्नु खोजेको गीत नगा यसरी नहिन् चाहिँ भन्नुहुन्छ कि यस्तो भन्नुहुन्छ कि ठिक छ हामी घरबाट चाहिँ पैसा दिनु सक्दैनौँ, तेरो खुसीले गाउँछु नि गा भन्नुहुन्छ चाहिँ कस्तो?
यस्तो होइन गीतै गीतै गाउनु हुँदैन चाहिँ भन्नुहुन्न गीत गा अब घरबाट जो आर्थिक स्थिति कमजोर छ पैसा दिँदै सक्दिँदैन होइन गीत गा अगाडि बढ भनेर चाहिँ भन्नुहुन्छ उहाँहरूले पनि होइन मम्मी बाबाहरूले त्यही हो तपाईँलाई बे गर्नु पर्यो भने पछि कस्तो खालको केटी चाहनुहुन्छ केटी अब भनौँ न अब त्यही बुझोस् आफूलाई दुःख सुख सबै कुरा दुःख सुख बुझोस् अब त्यही नै हो ठिक छ अनि तपाईँलाई पछि म सिङ्गिङ क्षेत्रमै सेलिब्रिटी भयो भने चाहिँ हजुर सुरुवातमा चाहिँ म सिङ्गिङबाट कमाएको पैसाले चाहिँ यस्तो गर्छु भनेर सोच्नु भएको छ केही गर्छु भनेर त्यस्तो सोचेको छैन अहिले होइन तपाईँले अहिले पैसामा भन्दा नि मेन चाहिँ आफूलाई अगाडि पैसा भन्दा पनि आफूलाई अगाडि बढाउनु भन्नु छ भन्नु आफूले यो गर्नु चिनाउनु पर्ने कतिको हुन्छ नि गीत गाउँछु त्यतिखेर अलिकति गीत गाएर होइन स्टेजतिर गएर कन्सर्टतिर गएर पैसा कमाउँछु यस्तो यस्तो त्यस्तो सोच छैन तपाईँलाई खालि एउटा नाम कमाउनु पर्ने तपाईँले सोचेको सपना पुरा होस् सधैँभरि राम्रो हुँदै जाओस् होइन अनि फेरि पनि तपाईँलाई शुभकामना छ मेरो तर्फबाट अनि अर्को के भन्न चाहन्छु भने जुन अडिसन हुँदैछ तपाईँको अब कति भन्नुभयो 2 गते त्यो अडिसनमा पनि तपाईँको अडिसन राम्रो होस् अनि अघि पनि प्रे गरिहालेँ फेरि पनि प्रे गर्छु म तपाईँको लागि राम्रो होस् होइन त्यो अडिसन आफू पनि एकदमै कन्फिडेन्स तरिकाले दिनु होला हैन तपाईले राम्रो गर्नुभयो भने त्यहाँ अवश्य राम्रो हुन्छ अवश्य हुन्छ आफू 100% दिने हो अब हैन 100% दिने हो अब के हुन्छ अब आफूले जस राम्रै गर्छु सक्छु भनेर दिने हो हैन त्यो चाहिँ एकदम हाई क्वालिटीको अडिसन भयो क्या हाई लेभलको त्यो चाहिँ हाई लेभल एकैचोटी तपाईँ जाँदै हुनुहुन्छ हजुर थोरै बहुत अलिकति भए नर्भस त हुन्छै हुन्छ कन्फिडेन्स लेभल थोरै घट्छ त्यो सँगसँगै अरु जतिवटा आउँछ नि अडिसन तपाईले देख्नुहुन्छ नि हजुर थाहा हुने बित्तिकै अडिसन चाहिँ दिनु नछोड्नु होला तपाईले कुनै पनि अडिसन किनकि सुरुवात भनेको त्यस्तै बाटो हुन्छ नि त हारबाटै जित्ने हो नि त मान्छे हैन हारबाटै जित्ने हो जिरोबाट गर्नुपर्छ सधैँभरि अगाडि बढिन्छ भन्ने कुरा हामीलाई थाहा छँदैछ हैन हजुर यो चाहिँ म अब मेरो पर्सनल एउटा ब्रदर हाम्रो साथीभाइ भएको कारणले पनि मैले धेरै कुराहरू तपाईलाई अघिदेखि मैले भने म आफै पनि अगाडि चाहिँ बढ्न सकेको छैन तर पनि थाहा भएको कुरा त सेयर गर्न पाइयो नि त हैन त्यही त मजा छ साथीभाइ बनाउनु हैन जस्तो दादाहरूले हामीलाई घरिघरि पुरा मजाक धेरै हुन्छ हैन जोक्स धेरै हुन्छ तर ज्ञान पनि टाइम टाइममा दिइराख्नु हुन्छ नि त त्यस्तो चाहिँ साथीभाइमा भयो भने राम्रो हो साथीभाइ बनाउनु कारण त्यही हो त अनि म एउटा कुरा भन्छु मैले डान्सको फिल्डमा धेरै अडिसनहरू दिएँ हैन अनि नेपालको सोहरू त्यस्तै थियो पहिला हैन डान्सको सो त अहिले पनि त्यति राम्रो छैन सिङ्गिङको त राम्रो भइरहेछ एज अ मेरो साथी अथवा दाइ जे भने पनि त्यो अडिसन दिनु जाने बेलामा तपाईले दिनु त्यो लाइन बस्नुहुन्छ नि त्यतिखेर हजुर त्यो भिडियोतिर पनि देखिन्छ नि लाइन बसेको गइरहेको हुन्छ कतिले गाइरहेको हुन्छ नि त्यतिखेर चाहिँ तपाईले धेरै साथी बनाउनु त्यहाँ जतिजना आउँछ सबैसँग बोल्नु हेलो गर्नु हैन सबैसँग लिङ्क राखिराख्नु हैन अनि पछि कुनै अडिसन भयो भने उनीहरूले पनि तपाईलाई खबर गर्छ तपाईलाई थाहा नभएको कुराहरू अनि सजिलो सेयर गर्न सजिलो हुन्छ त्यसरी चाहिँ अगाडि बढ्नु भयो भने छिट्टो अगाडि बढ्नुहुन्छ फेरि पनि तपाईलाई बेस्ट अफ लक अनि त्यो सँगसँगै तपाईलाई धेरै धेरै धन्यवाद मेरो पडकास्टमा आइदिनु भयो हुन्छ अनि यसै गरी अगाडि बढ्नु होला तपाईलाई सधैँभरि रेस्पेक्ट छ सधैँभरि सपोर्ट छ यही भन्न चाहन्छु धन्यवाद अब हामी छुटौँ अन्त्यमा केही छ भने भन्नु है छैन है हुन्छ अब हामी छुटौँ है फेरि पनि धेरै धेरै धन्यवाद हजुरलाई हुन्छ